कुन गाउँमा छौँ थाहा छैन, तर भित्रबाट निकालेको कि हामीले बाइक चाहिँ पुलिसले छोड्यो भने हुन्छ भनेर। कान्छीहरू ओइ कस्तो कस्तो ठाउँमा ल्याऊ तिमीमा कहाँ साथीहरू भनेको घरमा यसमा लाग्यो हेर्नुभयो भने पर्सनसँग अर्को ठाउँ टिप्न राख्छु। हात दुख्यो हौ। सबैले मलाई हेरेर अनि क्यामेरा चलेको देखेर I don't know where I am. अबे लटपट के चुके where I am. Whoa. वो तो रानी चलाओ होइन हाँ रानी चलाओ निकाल्दै दियो तिमी त यहाँमा पहिला पहिला चाहिँ नेपालगञ्जको रानी तलाउ हो कि छैन रहेछ हो त्यसै भन्दै रानी तलाउ हो सायद के हो बोटिङ पनि हुन्छ गाइस इन्ट्रेस्टेड मलाई काट्यो कि तिमीले त्यहाँ लिएर नसमाउनु पाइकै हुन्छ गाइस हामी चाहिँ एयरपोर्ट गएर पार्सल लिएर आएको। आमा कपाल त नबोला यार तिमी किन यहाँ के गर्छौ? ठिक छ बाबु माथि खाली होला नि होइन ट्राई के छ किचन भाइ हुनुहुन्छ अहिले चाट छ नि चाट गरिदिनु दुई ठाउँमा अनि मोमो चाहिँ कहाँ आयौँ गाइस कहाँ आयौँ भन म थाहा छैन कहाँ कहाँबाट निकाल्यो यार तिमी त्रिभुवनचोक होइन गाइस हामी नेपालगञ्जमा चाहिँ त्रिभुवनचोकमा आयौँ कि अनि क्याफे छ होइन अनि यहाँ चाहिँ खाली छ हामी मात्रै छ यस्तो खाली छ त्यही भएर यसरी बोल्न सकेँ म नत्र सक्थेन नि त कसलाई गर्नु सुप्रिम। अनि गाइस हामी चाहिँ आज के अरे नेपालगञ्जको भाइरलै छ होइन नेपालगञ्जमै भाइरल हाम्रो ग्यारेज सुप्रिम दाइको ग्यारेजमा जानु लाम हाम्रो बाइकलाई छोड्नलाई खोजेबाट आइसकेको छौँ यहाँ होइन खोजेर गएर आयौँ कि लास्ट इम्पोर्टेन्ट काम भएर बिलबुकै घर छिरेपछि अनि के गर्ने त हाम्रो हुन्थेन नि त बिलबुक नदिएसम्म चाहिँ हाम्रो सोरुममा चाहिँ गाडी नै लिएन कि अनि त्यसपछि चाहिँ अहिले हामीले अब 200 रुपियाँ हालेर पेट्रोल हालेको कि अनि मैले खर्च गर्न जानु लाम 200 रुपियाँ भ्याउनु पऱ्यो नि त दिने भइसकेपछि बाइक त अनि त्यही भएर अब हामी चाहिँ घुम्न जानु लाग्छौँ के बोले यार म के बोले थाहा छैन मलाई। अनि अहिले चाहिँ हामी कहाँ जानु लाम कि अहिले कहाँ होइन भिडियो बनाउनु जानु लाम हामी त देखेको हो थाहा मलाई नि यार यतिसम्म 300 नहाल्दैन थाहा छैन भनेर।
आदत छ छुट्टीमा भयो भने स्कुल बाइक लिएर आएको भन्छ गाइज हामी चाहिँ हाम्रो कलेज जानु यो भारी छ राजा जुत्ता हेरेर जान्छ सुस्तरी सुस्तै चलाएको होला उसको पानी नभइले कोही गयो भन्ने लिएर राइडर त राइडर हो गाइज हामी हाम्रो कलेज आइसकेको छौँ यो हाम्रो कलेज हो कि हरियो छ हो मान्छे त गाइज हामी कलेज आइसक्यौँ हाम्रो छुट्टीमा नि कलेज आउने हामी नै होला के भने छुट्टीमा अरू छुट्टीमा छुट्टीको छुट्टी के अरे के भन्नु लाग्थ्यो बिर्से यार छुट्टीमा घर बस्छ नि हामी छुट्टीमा कलेज आउँछौँ आजको भन्छ आज हाल्नु पर्छ जस्तो लाग्छ होला रमाइलो हुने वाला छ किनभने कलेज गाइज हामी कलेज आइसकेको छौँ कलेजलाई बाई बाई गरिदिनु पर्ने छ अब हाम्रो यो कलेज चाहिँ अब फेरि 2 दिनपछि आउनुपर्ने हुन्छ किनभने हाम्रो कलेज चाहिँ 2 दिनपछि स्टार्ट हुन्छ बाई कलेज अब हामी कहाँ जानुपर्ने छ अब हामी यो त भेरी हस्पिटल निक्ल्यो साथी ओए कमजोर भएको मान्छे कोही नआउनु मेरो कपाल नराम्रो भएर चाहिँ मैले हेलमेट लगाएको कि योसँग मागेर यसले चाहिँ मेरो चस्मा लगाएको कि राजा ध्यान से चलो ध्यान से गाइस हामी चाहिँ कोला पुग्न लाग्यौँ कि अब हामी सुप्रिम दाइको हामी अब सुप्रिम दाइको सोरुममा चाहिँ बाइक छोडेर चाहिँ हामी अब घर जानुपर्ने हुन्छ होइन यही हो आजको भ्लग चाहिँ हाम्रो खास भन्यो भने केही पनि थिएन हाम्रो त प्लानिङ नै हामी यत्तिकै रेन्डमली भ्लग भइदिएको आज हाम्रो सुप्रिम दाइको सोरुम पनि आइसकेको छ गाइस सुप्रिम दाइको सोरुम आयो कति दिनुभएको छ 5,000 सुप्रिम दाइको सोरुममा चाहिँ गाडी छोडेर चाहिँ कति राम्री हो कि अनि छोडेर चाहिँ अब हामी चाहिँ घर जान लाग्यो गाडी छोडिसकेपछि हामीले बाइक लगेको होइन हामीले बेचेको हो बाइक होइन जस्तो नसोच्नु होला हामी त्यो भन्न चाहन्छौँ हजुरलाई र अब भाइ राम्रोसँग बस्नु होला के भाइ अनि गाइस अब चाहिँ हामी घर जानुपर्ने हुन्छ अब बाइक छोडिसकेपछि अटोमै जानुपर्ने हुन्छ फेरि पछि हाम्रो परिस्थिति यस्तै हो नि त बाइक छोडिसकेपछि अटोमै हो नि त तर हामीले जहिले भन्यो तहिले बाइक लैजान पाउँछौँ हामी कतै घुम्न जानु पर्यो सतर्क भएर चलाउनु होला बाइक सवारी साधन उडाउँदाखेरि स्पिड नचलाउनु होला यताउति हेरेर चलाउनु होला पहिलो जस्तो हाउडे भएर नचलाउनु होला सधैँ भ्लगलाई भाइरल गरिदिनु होला बाइक गाइस हामीले चाहिँ आशा गर्छौँ यो भ्लग चाहिँ आउँछ सोरुम दादाले अब गएर मिहिनेत गरेर भ्लगलाई एडिट गरेर उहाँले आजै भ्लग हाल्नुहुन्छ हामी आशा गर्छौँ हामी अब
अटो चढेर घर जान लाग्छ हेर्नु हामी बाइकबाट अटोमा झर्नुपर्ने स्थिति आयो परिस्थितिलाई दिनभरि गाल्दै हामी दिनभरि बाइकमा घुमेर गाइस अहिले चाहिँ हामी 200 को पेट्रोल पनि भ्याएर अनि 1 लिटर पेट्रोल फेरि हालेर फेरि भ्याएर पनि बाइक रेन्टमा चाहियो भने कन्ट्याक्ट अस सुप्रिम दाई भन्दा हामीलाई कन्ट्याक्ट गरेको राम्रो किनकि सुप्रिम दाई हुनुहुन्न अहिले कन्ट्याक्ट लिस्ट हुन्छ हामीले कन्ट्याक्ट गर्नुभयो भने चाहिँ हामीले चाहिँ हजुरले जहाँ भन्नुहुन्छ त्यहाँ अर्डर डेलिभरी हालिदिन्छौँ बाइकको होइन तर त्यो रेडी आजको लागि अनि थ्याङ्क्स फर वाचिङ दिस भिडियो अनि कस्तो लाग्यो होइन यसो भन्नु हजुरलाई के भन्नु छ सबले सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला मलाई कसैले नहेर्नु होला मेरो घर बुढी छ उसको घर बुढी छ गाइस दिएको किनकि मलाई हेरेर भन्थे यताउति हामी चाहिँ धम्बोजी एरिया गाइस हेर्नुहोस् अब हामी चाहिँ घर जानुपर्ने हुन्छ हामी अनि हामी घर जानुपर्ने हुन्छ ल गाइस